हेलो गुड मर्निङ। आज फेरि सबैलाई मेरो नयाँ भिडियोमा स्वागत है। आज फेरि यही अस्ति जहाँ छोडेको थिएँ त्यहाँबाट सुरु गर्दैछु है, कम्प्युटरबाटै। र अस्ति मैले जति पनि देखाएँ त्यो कम्प्युटरको हार्डवेयर बारेमा देखाएँ नि है। हार्डवेयर मात्रै देखाउँदा चाहिँ यो सायद इन्कम्प्लिट भएको जस्तो लाग्यो है। कम्प्युटर पुरा चल्ने सिस्टम चाहिँ हार्डवेयर र सफ्टवेयर चल्छ नि। अस्ति मैले हार्डवेयर देखाएँ है। अब यो सफ्टवेयरको बारेमा आज अलिकति जानकारी दिन्छु है, इन्फर्मेसन है। सफ्टवेयर पनि त्यत्तिकै इम्पोर्टेन्ट हो जतिको हार्डवेयर हो कम्प्युटरको है। यो अब हार्डवेयर तयार भयो, अस्ति हेर्नुभयो त है, त्यसकै कन्टिन्युएसन। र अब हार्डवेयर तयार भएपछि यो अब चल्नको लागि चाहिँ यसलाई फेरि सफ्टवेयर पनि चाहिन्छ। हार्डवेयरले मात्रै हुँदैन, सफ्टवेयर पनि चाहियो। र सफ्टवेयरले चाहिँ कम्प्युटरलाई चल्ने योग्य बनाउँछ। तपाईँ हामीले चलाउने चाहिँ हार्डवेयर सफ्टवेयर दुइटैको मिलेर हो है। यो हार्डवेयर भनेको तपाईँले जति पनि यो फिजिकल कम्पोनेन्ट पार्टहरू देख्नुहुन्छ, यहाँ किबोर्ड भयो, माउस भयो, मोनिटर भयो, यहाँनिर हार्ड डिस्कहरू, यो सबै एसएमपी क्याबिनेट जति पनि छ यहाँनिर सबै यो हार्डवेयरमा आउँछ। यो सबै चाहिँ हार्डवेयर, यो प्रिन्टरहरू भयो है, यो सबै चाहिँ हार्डवेयरमा आउँछ। र अब सफ्टवेयर भनेको चाहिँ जुन चाहिँ तपाईँले देख्नु सक्नुहुन्न, फिल गर्नु सक्नुहुन्न, त्यो देख्नु सक्दैन त्यसलाई। यो चाहिँ इन्टरनल्ली यो चाहिँ कम्प्युटरमा चल्दै गरेको हुन्छ यो सफ्टवेयर चाहिँ है। सफ्टवेयर चाहिँ बेसिकली एउटा अब यो नै हो, के भन्दाखेरि यो चाहिँ कम्प्युटर प्रोग्राम हो जसले चाहिँ कम्प्युटरलाई चलाउने योग्य बनाउँछ है। अब सफ्टवेयरको बारे भन्नुपर्दा चाहिँ सफ्टवेयर त अब एकदम इन्टरनली हुन्छ, देख्दैन त है। त्यो अब सफ्टवेयर चाहिँ दुई किसिमको सफ्टवेयर हुन्छ है। एउटा सिस्टम सफ्टवेयर हुन्छ, एउटा चाहिँ एप्लिकेसन सफ्टवेयर हुन्छ। अब यो सिस्टम सफ्टवेयर भनेको चाहिँ जस्तो अब विन्डोजहरू भयो है, अपरेटिङ सिस्टम, जसले चाहिँ कम्प्युटर हार्डवेयर र ह्युमेनवेयर चलाउने मान्छेको बिचमा चाहिँ यसले एउटा प्लेटफर्म तयार गर्छ, चलाउने योग्य बनाउँछ है। एउटा कम्युनिकेसन लिङ्क गर्ने एउटा प्रोग्राम हो चाहिँ है। अब सिस्टम सफ्टवेयर भनेको यो अब तपाईँको विन्डोजहरूले एकदमै पपुलर हो। विन्डोज आउँछ, म्याक अपरेटिङ सिस्टम आउँछ, एप्पलको प्रडक्ट्सहरू लाग्छ है, क्रोम अपरेटिङ सिस्टम भन्छ। यिनीहरू चाहिँ अपरेटिङ सिस्टम हो। यसले चाहिँ कम्प्युटर र मान्छे ह्युमेनवेयरमा चाहिँ यसले एउटा कम्युनिकेटिङ लिङ्क, एउटा प्लेटफर्म तयार गर्छ चलाउने है। अब पहिला यसको चलाउनेमा के अरे यो अपरेटिङ सिस्टममा पहिला युनिक्स, जेनिक्स, लिनक्स भनेर त्यो सायद अहिले अपडेटेड भयो। र अहिलेको हालमा चाहिँ यो अब विन्डोज हो सबैभन्दा पपुलर। र सबैभन्दा धेरै एप्लिकेसन सपोर्ट गर्ने पनि यही विन्डोज नै हो है। विन्डोजको थुप्रै भर्सन्सहरू छ, नयाँ पुरानो, र सबभन्दा पपुलर चाहिँ यो विन्डोजै हो। र अब त्यो अपरेटिङ सिस्टममा अब एप्लिकेसन सफ्टवेयर हुन्छ अर्को चाहिँ। त्यो एप्लिकेसन सफ्टवेयर चाहिँ पर्टिकुलर एउटा पर्पोजको लागि, एउटा उसको लागि बनाएको हुन्छ क्या। जस्तो अब तपाईँले चलाउनुहुन्छ यहाँनिर वर्ड, एक्सेलहरू देख्नुहुन्छ नि, यिनीहरू सबै एपहरू हो अब होइन। विन्डोजले सपोर्ट गर्ने यो एपहरू हो। यो भयो अब एक्सेल भयो, यिनीहरू सबै एप्लिकेसन सफ्टवेयरमा आउँछ यिनीहरू। एक्सेल भयो, तपाईँको यो वर्डहरू भयो है। एप्लिकेसन सफ्टवेयर चाहिँ स्पेसल प्रोग्राम्स हो फर स्पेसल पर्पोज। यो अब एडोब फोटोसपहरू भयो, यो भिडियो एडिटिङहरू भयो, फोटोको म्युजिकहरू कति हुन्छ एपहरू, भिडियो एडिटिङहरू गर्ने, यो सबै चाहिँ एप्लिकेसन सफ्टवेयरमा। यो चाहिँ पर्टिकुलर आफ्नो पर्पोजको लागि यो चाहिँ प्रोग्राम गरेको हुन्छ है। अब यो प्रोग्रामहरू चाहिँ कसरी गर्छ भन्दाखेरि चाहिँ यो चाहिँ एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज हुन्छ क्या, कम्प्युटर प्रोग्रामिङ ल्याङ्ग्वेज हुन्छ। त्योबाट चाहिँ कम्प्युटरको प्रोग्राम्सहरू डेभलप गर्छ है। यो सफ्टवेयर इन्जिनियर्सहरूको काम हो यो। र अब थुप्रै छ कम्प्युटरको ल्याङ्ग्वेजहरू अहिले है। अब जस्तो कम्प्युटरले बुझ्ने ल्याङ्ग्वेज भनेको त खालि यसले त बाइनरी कोड मात्रै बुझ्छ यसले, 1 र 0 र 1 मात्रै बुझ्छ यसले। इम्पल्स नो इम्पल्स, 1 0 0 1। र अब सबै जति पनि प्रोग्राम हुन्छ ल्याङ्ग्वेजमा गर्छ, त्यो चाहिँ भित्रबाट चाहिँ यो चाहिँ कन्भर्ट गरिदिन्छ क्या, एउटा स्पेसल प्रोग्राम हुन्छ, ट्रान्सलेटर्सहरू हुन्छ क्या। त्यसले चाहिँ त्यो प्रोग्रामिङ ल्याङ्ग्वेजमा लेखेको प्रोग्रामलाई चाहिँ भित्र त्यसलाई चाहिँ मेसिन कोडमा कन्भर्ट गरिदिन्छ। त्यो 1 र 0 मा कोडमा कन्भर्ट गर्छ क्या। एभ्री क्यारेक्टरको 1 र 0 को कम्बिनेसनमा एउटा कोड हुन्छ क्या, 8 बिट्सको 1 बाइटमा। र हो त्यो कोडमा त्यसले कन्भर्ट गरेर चाहिँ भित्र कम्प्युटरमा त्यसलाई फिड गर्छ। र त्यो चाहिँ
कम्प्युटरले चलाउँछ कम्प्युटरले बुझेको त्यही 1 र 0 बाइनरी कोड हुने है कुनैबाट त्यही मात्रै बुझ्छ खालि अहिले 1 र 0 0 र 1 मात्रै बुझ्छ र अब अहिले त्यस्तो प्रोग्रामिङ ल्याङ्ग्वेजहरू अहिले लेटेस्ट थुप्रै छ र त्यसमध्ये पपुलर चाहिँ अब यो के अरे पाइथन भयो जावा स्क्रिप्ट C++ भिजुअल C भन्छ है र अहिले नयाँ C# भन्ने छ एउटा त्यसले चाहिँ गेम्सहरू डेभलप गर्ने त्यो ल्याङ्ग्वेजमा चाहिँ गेम्सहरू डेभलप गरेर लेख्छ है त्यस्तो हुन्छ प्रोग्राम चाहिँ हो त्यही प्रोग्रामिङले चाहिँ एज अ सफ्टवेयर चाहिँ त्यो प्रोग्रामहरू चाहिँ कम्प्युटरमा लोड भए पश्चात चाहिँ कम्प्युटर चलाउने योग्य हुन्छ हार्डवेयर सफ्टवेयर र ह्युमेनवेयर तिनवटा मिलेर चाहिँ कम्प्युटर सिस्टम पुरा हुन्छ है हार्डवेयर बुझ्नुभयो फिजिकल कम्पोनेन्ट्सहरू सफ्टवेयर प्रोग्राम्सहरू त्यस्तो हुन्छ अब एउटा यो कम्प्युटरले चाहिँ त्यति नै गर्छ जति यसलाई प्रोग्राम गरेको छ जति यसलाई अराएको छ क्या त्यति मात्रै गर्छ यसले त्योभन्दा बेसी चाहिँ यसले गर्दैन है जस्तो त्यसलाई प्रोग्राम गरेर फिट गरेको हुन्छ नि अब त्यस्तै नै यसले फलो गर्छ क्या त्यति नै फलो गर्छ यसले त्योभन्दा बेसी यसले आफैले सोचेर सम्झेर यसले आफै डिसाइड गरेर चाहिँ डिसिसन लिनु सक्दैन है प्रोसेस गर्नु सक्दैन र यसलाई अब सपोज बुझ्ने भाषामा यसलाई अर्डर गरे सपोज है यो प्लस 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 कतिवटा फिगर प्लस गरेर 0 निकाल भनेर बाई मिस्टेक अब त्यो कम्प्युटरलाई अर्डर गरेको छ भने यसले 0 निकाल्छ जति नै प्लस गरे पनि 0 निकाल्छ कम्प्युटर आफैले यो सोचेर चाहिँ यो प्लस प्लस गर्दा चाहिँ 0 हुँदैन भनेर चाहिँ यसले सोच्नु सक्दैन यसलाई जे अराएको छ त्यही गर्छ अब अहिले होला कति केही हदसम्म यसले उ गर्छ आफै डिटेक्ट गर्छ तर 100% चाहिँ यसले गर्नु सक्दैन है यसलाई जति अराएको छ जे प्रोग्राम फिट गरेको छ त्यति नै गर्छ त्यस्तो हुन्छ कम्प्युटर प्रोग्रामको काम चाहिँ है कम्प्युटर चाहिँ पुरापुरी कम्प्युटर सफ्टवेयर प्रोग्राम्सको माथि अर्डर फलो गर्ने मात्रै हो चाहिँ है त्यस्तो हुन्छ र अहिले अब कम्प्युटरले कतिवटा फनी मिस्टेक्सहरू पनि गर्यो भन्छ नि गर्छ किनभने त्यो प्रोग्रामै रङ भएको हुन्छ कम्प्युटरले गरेको होइन त्यो चाहिँ मान्छेले नै रङ गरेको है त्यो प्रोग्राम बनाउने नै गल्ती गरेको छ भने चाहिँ त्यसले पनि त्यस्तै फनी रिजल्ट्स निकाल्छ है अब भन्छ नि अहिले रोबोट्सहरूले एकदम रोबोटले सबै कुरा गर्छ भन्छ नि त्यो पनि त्यो एउटा लिमिटेसनमै छ त्यो जति त्यसलाई फिट गरेको छ जति त्यसलाई प्रोग्राम गरेको छ त्यति नै गर्छ है अब रोबोट पनि आफैले सम्झेर डिसिसन लिन थाल्यो भने चाहिँ एउटा पिक्चर चाहिँ नि रजनीकान्तको रोबोट भन्ने हेर्नुभयो होला है कम्प्युटरलाई फिलिङ आयो कम्प्युटरले आफै सोचेर गर्नु थाल्यो भने चाहिँ त्यो रोबोट रजनीकान्तको पिक्चर जस्तै हुन्छ फेरि हो रोबोटहरू अब एउटै रजनीकान्तले कस्तो उखरमा बोलाउँछ होइन अब त्यस्तो हजार रजनीकान्त आएपछि के हुन्छ बजारभरि रजनीकान्त भयो भने त्यस्तो हुन्छ अब कम्प्युटर रोबोट आफैले डिसिसन लिनु थाल्यो भने है र अब अहिले यो के अरे एआई आर्टिफिसियल इन्टेलिजेन्स अहिले अब लेटेस्ट टेक्नोलोजी अब फ्युचर टेक्नोलोजी चाहिँ एआई हो अहिले एआईले आर्टिफिसियल इन्टेलिजेन्स यसले अहिले एउटा रिभोल्युसनै ल्याएको छ टेक्नोलोजीमा है अहिले एकदम एडभान्स फर्ममा अब एआईले अहिले पुरै दुनिया चेन्ज गरेर राख्छ अब कुनै फिल्ड छैन यस्तो जहाँ चाहिँ एआईले काम गर्न नसक्छ भन्दै यो एआईको बारेमा भन्दाखेरि अहिले एआईले अब यति साह्रो सबै फिल्डमा एआई आयो है आर्टिफिसियल इन्टेलिजेन्स यो चाहिँ अब अहिलेको पुरा रिभोल्युसन ल्यायो अब कुनै कुरा विश्वास गर्न पनि साह्रो पर्ने भयो एआईले गर्दा क्या भिडियोहरू सबै रियलिस्टिक भिडियोजहरू हुन्छ है र सबै कुरा पत्याउनु चाहिँ भएन अब अहिले के एआईले के गर्नु थाल्यो अब यो चाहिँ अहिले एआईको एउटा इक्जाम्पल चाहिँ अहिले एउटा ट्राफिक्सतिर पनि एआई लाग्यो क्या क्यामेराहरू लगाएको हुन्छ ट्राफिकतिर यो एआई एसिस्टेन्ट क्यामेरा हुन्छ अन्त ट्राफिकतिर अब पुलिसहरू छैन भनेर चाहिँ त्यो ट्राफिक रुल चाहिँ भङ्ग गर्नु भएन हेलमेट लगाएको छैन सिट बेल्ट लगाएको छैन भने चाहिँ यो अहिले एआई क्यामेराले सब डिटेक्ट गरेर मोबाइलमा मेसेज मात्रै आउँछ चलान काटेको है र त्यस्तो हुन्छ एआईले चाहिँ अब त्यसरी ट्राफिकमा यो सिलगढीमा पनि आइपुग्यो सायद सिक्किमतिर पनि छ र एआईले मिस्टेक गऱ्यो भने फेरि एकदमै फन्नी मिस्टेक्स पनि गर्छ है अब अस्ति एउटा जस्तो सिक्किममा एउटा फन्नी मिस्टेक भयो एआईले गरे क्या त्यो चाहिँ के भयो भन्दाखेरि त्यो एउटा मान्छेलाई चलान काटियो क्या हेलमेट नलगाएको केसमा उसलाई चलान आयो है यसमा फन्नी कुरा चाहिँ के भन्दा चाहिँ त्यो हेलमेट नलगाएको चाहिँ एउटा त्यो मान्छेले चाहिँ 2 व्हिलर होइन त्यो मान्छे चाहिँ 4 व्हिलरमा थियो गाडी खोलिरहेको मान्छेलाई हेलमेट नलगाएको पेनल्टी भयो है त्यसमा त्यस्तो हुन्छ एआईले चाहिँ अब त्यसरी फन्नी मिस्टेक्स पनि गर्छ क्या र यसको पुरै निकै जोरदार विरोध पनि भयो यो अब एआईले गर्दा यस्तो मिस्टेक भयो त्यहाँ सिक्किमको हाम्रो दाजुभाइहरूले यहाँनिर चलाक दाजुभाइहरूले जुलुसहरू पनि निकाले पोस्टरिङ गर्यो एआई हटाऊ भनेर त्यस्तो मिस्टेक्स पनि गर्छ क्या एआईले अब त्यो
सिस्टमको प्रोग्रामिङको मिस्टेक अब त्यसलाई प्रोग्राम गरेछ त्यसले त्यही पक्ड्यो र पेनालाइज गर्यो त्यसलाई है त्यस्तो हुन्छ एआईको मिस्टेक र अब यही हो कम्प्युटरको चाहिँ हार्डवेयर र सफ्टवेयर मिलेर चाहिँ कम्प्युटर चलाउने लायकको चलाउने योग्य चाहिँ हुन्छ जब हार्डवेयरमा सफ्टवेयर फिट गरिन्छ हार्डवेयर सफ्टवेयर र ह्युमेनवेयर तिनवटाले चाहिँ कम्प्युटर सिस्टम चल्छ पुरा है र छोटकरीमा सफ्टवेयर बारे पनि भने अस्ति हार्डवेयर बारे भने मैले आज सफ्टवेयर बारे भने र आशा छ अलिकति केही इन्फर्मेसन पाउनुभयो है यस्तै हो कम्प्युटरको इन्ट्रेस्टिङ अहिले पुरै कम्प्युटरले पुरै रिभोल्युसन ल्याइसक्यो अहिले एआई त झन् त एकदम एआईले त पुरै पहिला अब समयले सबै तान्छ भन्थ्यो अब अहिले चाहिँ के भयो भन्दा चाहिँ टेक्नोलोजीले तान्यो समयलाई टेक्नोलोजी अगाडि गयो समयभन्दा समय पछाडि पऱ्यो क्या अब हेर्दै जाउँ आउने समयमा कस्तो हुन्छ के हुन्छ है एउटा बेसिक आइडिया कम्प्युटरबारे र केही अवश्य नै भयो आजलाई यति नै बी ह्यापी स्टे ह्यापी टिल नेक्स्ट टाइम धन्यवाद